त खै के गर्यो बढले त भइरहने हो हजुर कमसेकम यति एकपल्ट कलहरू ल्याएर यति एउटा प्रकार गइदिएँ होइन यो सिधै छोरी चिप्काएको हो र पकाएर चिज माने मैले त्यस्तै माने गाडी थिएनन् को एउटा दुईटा चिप चल्थ्यो के हो यो बाटो त्यहाँबाट एउटा प्युठानतिर एउटी महिला नानी बोकेर एउटी हिडालीकी टुक्रु एउटा
गाई कति बज्यो होला भने के नानी कहाँ छ नानी कहाँ खायो र त हिँडेकै छ ए बा मलाई त कस्तो भयो भने म त 42 साले हो कर बसेर यस्तो यस्तो भनेर सिकाएका एक दिन त बोलेबाङ पुगेर आइतिमी यो बाटो बाटो खुल्ला हुन्छ भनेर टाढा सिधै अर्को दिन आएर डोटा पोखरा र हुलाका गर्दा गर्दै सिकेको हो मैले आफै ठिकै हो सिले हैन विनोद नमस्ते के छ खबर कहाँ जान्छौ हजुर खुल्छ आर्मीमा अड्किन ऊ त यो अङ्ग्लो तान्नुस् यसरी अहिले गाडी आहा ल खोल्नुस्
ल मम्मी नै आउँछु यता नानी हेलो भन बाई गर हातले हल्लाएर फ्रेस हुन्छ कि मान्छे नमस्ते 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 आउनुस् के आउनुस् नम्बर लगाउँदै गरौँ ढिलो हुन्छ अरविन्द दाई सन्चै हुनुहुन्छ हेलो गाइज भन न हेलो गाइज भन न यहाँ आमाले र मम्मीले र दिदीले गाइज भन्नु जानेर हेर्दै नहेरेको हेलो गाइज भन भाइ र बाबा एउटै हामी फेरि हिँड्नै सक्दिनौँ लानी हो एउटा लानी हो कि अगाडि हो दिदीले हो यो तपाईँको लाइन थियो के नगर्नु अगाडि जाँदैछ यहाँ लाइनमा आउनु रहेछ कि पहिले हामीले यहाँ लाइनमा एकजना मान्छेलाई अझै घुसाउनु मिल्छ आफ्नो मान्छे भनेर ऊ त पाइन्छ यो तपाईँले सक्नुहोस् त यहाँ म यहाँ छु है अलि अगाडि बढ्नु न त्यहाँ मान्छे घुस्छन् नानीहरूको त गए के भयो कान्छा
बन्द गर्दै के भयो ल बन्द गरिदिएको छु ल दर्शन उता कहाँ छ उता ए यहाँ त फोटो सामान उता राखिदिएको भयो चालु भयो आफ्नो छुट्ने पनि देखाउनु पर्यो मैले त्यो दिन्छु क्या भगवान पनि देखाउनु पर्छ बाबुले बाबुले हात है हाँ संकल्प गर्न नपाउनु अहिले पर्यो आउँछ चाली छ कि के थाहा यो बन्द भयो छ चालु गर्नु बन्द गर्नुहोस्